नमरेकोलाई मऱ्यो भने फाले यो के हुँदो रहेछ मान्छेको होस् भने हुँदो रहेछ यो बनाएको हो भने बेस किन राम्रोसँग लेखेको छ क्या साह्रै लाटसले बुझ्ने गरिकन लेखेको छ मैले अस्ति पढेको यसो लागेको हो यो अब यो हामीलाई यो देशमा अब ओलीले मै हुँ भन्ने त्यो थर्काइदिने हो आफ्नो ग्रुप 4-5 जना भन्दा छ है त्यसलाई बाहिर गराउनु गोजालो हेट भनेर भनेपछि तपाईँ र म निस्किन्छ भाइ एउटा यहाँ हाम्रो डिस्टर्ब भयो भन्ने भयो भने त्यसलाई त्यो डराउनु रहेछ भने गइहाल्छ आयो भने के भनिस् भने हामी चर्को बोल्दैछ हाम्रो भित्रको साथी पनि बाहिर निक्लिन्छ अनि त्यसले बोलाइ खान्छ अनि त्यो बाटो लगाइहाल्छ यिनीहरूको त्यही हो सिद्धान्त त्यो गर्नुभन्दा त अब जस्तोले लिएछन् गोलीकट्ठा अब यत्रो हतियार हराए कस्ताले लिएछन् होइन त्योहरू लिएका कहाँ पुगेका छन् तिनले भोलि अर्को किसिमको प्रवृत्ति चलाएर केही नभए पनि देशै 70 बनाउँछन् कि भन्ने डर एउटा कुरा त्यस्तो होइन भने त इन्डिया पनि छ नि त उग्रवादीहरू त्यो परार 10-15 वर्ष पहिल्यै मणिपुर साइडतिर त नागाल्यान्डतिर कति मजा आयो तिनीहरू जसो अब जे पनि गर्ने मान्छेको कपडा ताना च्यातेर नाङ्गे बनाएर बजार लखेट्ने बस्ने जङ्गलमा बासै यो हाम्रो सबभन्दा गुरु पहिला हो बाबुराम र प्रचण्डजी हुन् बाबुराम त अब मैले सक्दिनँ मेरो तागत भेट्दैन भनेर पाखा लाएँ बेलायमा लाग्यो नि त ऊ बरु अलिअलि भर्छ पनि भयो अब अरूको त्यो उसले खाए भ्रष्टाचार गरे नि उसँग पुग्ने बेलासँग उसले व्यवस्था नि गर्न सक्ला यही सरकारलाई खम्याएर मैले यतिसम्म गरेको हुँ यसको हर्जना यति म दिन्छु मसँग छैन यति हो मैले कमाएको त्यही हो मैले खाएको त्यही हो त्यही घर ल्याएनस् त्यही सम्पत्ति ल्याएनस् हातमा अगाडि आउँथेँ भने मैले खाएको यिनी लिनुहोस् जानुहोस् मैले अरू केही गरेको छैन म उनीहरूसँग लागेर मैले मान्छेलाई उचालेको हुँ सिधै बाबुराम प्रचण्ड बाबुरामले कहन्छ मान्छेलाई खुवाएर यो कोरो तैँले गर्नुपर्छ भनेपछि त मान्छे आउँछ नि हामी त मार्ने र गर्ने भन्ने मात्रै कुरा गर्नुपर्छ भने तिनीहरू अन्डरग्राउन्ड हुँदाखेरि भनेका भिडियो निक्लिहाल्यो नि अहिले मार्न डराउनु हुन्न मैले ट्याक्टा हानेपछि मरिहाल्छ आफू उता फर्काइन्छ भने भन्छ जस्तो मान्छे देखेर डराइन्छ नि मैले कुखुरा चल्ला काटेर भेटेर गर्दाखेरि मेरो साथी जान्छ भने म त्यता हेर्दिनँ उसले त्यही रूप लिइदियो जनतालाई त्यो बुझ्ने देख्ने जनताले र गइदिएर बुझ्नेले तैँले त्यसरी मार्न उसाउनुलाई तँलाई मार्न हुन्छ उन्न भनेर क्वेसन गर्ने न पत्रकार जन्म न तपाईँ म गएर भन्न सक्यो यस्तो अनैतिक गर्ने यति शान्त भएर बसेर खाएको थिएन त्यो राजा निकाले ठिक छ राजाले एक्लै खाएको थियो ठिक छ राजाको सट्टा दिए आएको तपाईँले गरेको काम राम्रो होस् मैले गरेको काम राम्रो होस् तपाईँले पनि समाजलाई सुविस्ता दिनुहोस् मैले पनि त्यही दिउँ भन्ने किसिमले त्यहाँ गएर बसेर गरेको अहिले राजालाई कसले सम्झाउँथ्यो र कसैले सम्झाउँछ त अब तपाईँ हामीले बाबुबाजेको पितृ भनेर सराहती नै गर्ने हो त्यसले कमाएर आएको थियो हामीले खाने बाटो देखाइदियो छोडाएको थियो हामीलाई हुर्काइदिएको थिए तर डेन्जर बडी हाई सेर बुढीले अरू कुरा होइन तिनीहरूलाई अरू होइन एआई होइन अरू होइन तिनीहरू हेर्दै चट्ट मजाले फेस देखिने घाउ बनाउनु पर्ने रहेछ एउटा कुरा किनभने त्यसको रहस्य घटना अर्को हुन्छ विदेशमा कहाँ हो कहाँ हो बाहिर पैसा छ अरे त्यसको अस्ति आयो अरे हामीलाई पैसा पठाइदिए हामीलाई खाने पैसा भएन के भएन भन्दा उसले अब आफ्नो केही खर्च गर्छु भन्ने होला नि अब घरै बनाउनु पर्ने बस्ने कहाँ त एउटा हिसाबले भनेर त्यो पैसा उनीहरूले मगाउँदाखेरि तपाईँको सबै डकुमेन्ट पठाउनु भन्दा फोटो पनि पठाउनु पऱ्यो फोटो त तँ गरेको बाँदरीको जस्तो भएको फोटो देखाएर त तँ ओखरा राणा भने त भन्छ उसले त त्यो त होइन भन्छ भनेदेखि अब त्यस्तो भएपछि उसले त्यो पैसा तपाईँलाई फेस राम्रो आएन तपाईँलाई हामीलाई विश्वास लागेन पस्नुहोस् हामी दिन सक्दैनौँ भुक्तानी भनेर के भनेर राख्यो अरे भन्ने हल्ला गर्नु यो पत्रकारहरूको कुरा है यो अब तपाईँले मैले देखेर गरेको कुरा होइन मेरो विशेष सूत्र अनुसार पनि होइन त्यो कुनै सूत्रले भनेको छ क्या एउटा अब त्यस्तो भएको भए च्याट्ट हेर्दै घाउचोट मजा आएको भएको भए 5-6 महिना त त्यसले त बोल्नु जान्ने बाटो पाउँछ यहाँ घाउ त देख्छ नि तपाईँको पहिला त होइन नि यो त यो भुल गरेछ त्यो गरे
यो जम्मै गर्ने त अब यहाँभित्र लुकेर गर्नेहरू अर्कै पक्ष छ। ज्यानजीहरूले त जोगाएको छन् नि, एउटा बुढो म भन्दा नि बुढो अलि हट्टाकट्टै रहेछ, त्यसले एउटा देशी केटाले आगाको ऊ ज्वालो लिएर हिँड्यो भने पोल्ने हो, डढाम्यो भन्यो, त्यहाँबाट लखड्दै यो घर डढाम्यो भन्यो, ऊ दगुर्दै आउँ त बुढाले कहाँ बारमा देखेछ लौरो र साले तेह्र उठाउनु डढाउँछ भने हेर यसरी हात लौरो लिएर पुतपुती लखड्दै सिद्धार्थ नगर्दै सिद्धार्थ जति अनि अरू तपाईँहरू जस्तो हट्टाकट्टा गरेर बुढासम्म आयो। अनि बुढासम्म आएपछि थमथमायो, त्यो कता भाग्यो, अरू यता रन्क्यो भने बुढो फर्केर हेरेर यता रन्केको बाबुले अर्कालाई पड्काइदिन्थ्यो, यता शान्त भयो त्यो जुन त्यो भवन बच्यो एउटा नजरले। अब ज्यानजीहरूले के गरे छन्, कोली काँडा सेले काँडा सामान लिएर हिँड्यो भने यो राम्रो राम्रो छ तपाईँलाई यो जग चाहिएको छ लिएर हिँड्नु भयो। ज्यानजीको टो सानो खुच्चेल ल्याउनु, ओ दाइ त्यस्तो लिएर जाने हो, त्यहीँ छोडेर जानु मैलर फाल्दिनु, डढोस् तपाईँलाई केही मतलब छैन, किन लिएर हिँड्नुभयो भने यस्तै शब्द प्रयोग गरेको थियो तपाईँलाई, तपाईँ म जस्तो मान्छेलाई उसले। हामी त लिएर हिँड्यौँ, हामी त किचड भएर लिएर हिँडेको हामी त हाम्रो त हामी यो किन्न सक्दिनँ भनेर लिएर हिँडेको अनि हाम्रो मन त्यति भने तल गुज्रिसकेर छौँ नि, यो नभए भने अलिक सानो त किन्न काम चलाउँ भन्ने हुन्थ्यो नि हाम्रो धारणा, त्यो पनि भएन। अब यो यिनीहरूको यो नैतिकताले लाने बाटो बनाएको हो, लान्छ के छोड्दा पहिला त ढिलो चाँडै हुन्थ्यो भन्ने हुन्छ, अब त चाँडो लाने कि लान्छ यो ज्यानजीहरू अब उठ्यो भने तपाईँ हामीलाई के 84-85 वर्षका बुढा पनि लड। अहिले केस पनि त्यो सुनको त्यो के अरे त्यो महरा भोलिको त्यो समातेछ नि अहिले त्यो महरा किन अरू महरा यिनीहरू त यिनीको केस कसका छैन र त्यहाँ 700-800जना भन्दा नि बढी सांसद छन् होइन तल माथिल्लो सभामै। अनि यी 7वटा प्रान्तका सबै हाल्दाखेरि त कति छन् हेर्नु त, ती 700जनामा 100जना चोखा होला, लाटा झुक्किएर सबै जनताले चिनेको यसले गर्छ, यो मान्छे विद्वान छ गर्छ भन्ने एका दुई गर्छन्। ती 100जना सही सलामत होलान्, ती सही सलामत 100जनामा 700जना सिर्फ पादल एउटै खोरा हाल्यो पनि अनि भोलि भएन भोलि तेरो काम के थियो भन, तेरो अनैतिक एउटा चाहिँ भेट्टाएँ मैले भनेर देखाउने, तपाईँलाई त सार्ने, अर्कोलाई ल्याउने उसलाई उता सार्ने गरेर खोइ जेल चेन्ज गरेर राख्नुपर्ने ठाउँ थियो एउटा कुरा। त्यति थियो 700जना ती। अब आए कर्मचारी जति छन् कि अब 40-50 हजार कर्मचारी भने 30,000 कर्मचारी पनि त्यसरी नै तिनैको ठाउँमा राख्ने भयो। कर्मचारी पनि नभएको, कर्मचारीले जम्मै गल्ती गर्ने त तपाईँ हामीले अर्काले सिकाएर पैसा खेल हुने नि कर्मचारी हो कि कर्मचारीले नेताहरूको त के हुँदो रहेछ भने माथिसँग बाहिरसँग लिङ्क भएर गएको अब होइन यिनीहरू बेलुका राति घर जाँडै खाँदा रहन्छ, देखाउने मात्र त बोतल घर सोकेसमा राखेर त बुढीले छोराछोरीले राखेर देखाउने, जम्मै जाँड खाने मन्त्रालय रातो दबाई जानेछन्। त्यो पनि आइएनजीहरूको पैसा होइन सबै स्पोन्सर, अब आइएनजीको पैसा राजदूतलाई आएको छ के अरे, राजदूतले अनि म यस्तो हजुर यसो गर्नु पऱ्यो यो हाम्रो ठाउँमा यसो उसो भन्यो, गएँ मैले तान्यो अलिकति ल्याएँ, बेलुका ल चाहिँ हुन्छ खाऊँ न जलपान गरौँ ल भन्यो, 1-2 टक माऱ्यो अनि उसको गाडीले ल्याएर अब आफ्नो गाडी लिएर गयो पुलिसलेसँग हुन्छ, ट्याक्सी बोलायो, ट्याक्सी डराउँछन् त्यससँग छैन हजुर म त भन्छ यो यस्तो पैसा देखेपछि बस्छ रातो तर्फको अगाडि ट्याक्सी नै बस्छ, उनीका गाडीले हिँडेर गाडी सरल लैजाउँ उहाँ पुर्याइदियो भयो भन्छ। रातोको गाडी हिँडेपछि अहिले नसमाउनु न पछि लाग्नु। खाना जन्मेका रातन खाएँ, तर मैले मेरो हिसाबले देखेको तपाईँले पनि आफ्नो पुस्तौली सिद्धान्त लाएर हेर्नुहोस्, तपाईँको पुस्ता कतिसम्म थियो, तपाईँको 4 पुस्ता माथिको बाजे कस्तो थियो त्यसको जीवनी पत्ता लगाउनुहोस्, अनि त्यसको छोरा तपाईँको हजुरबुवा कस्तो थियो त्यसको जीवनी पत्ता लगाउनुहोस्, तपाईँको बाको जीवनी त आधा तपाईँले देख्नुभयो, अब तपाईँमा आउनुहोस् र जम्मैको क्यालकुलेसन गर्दै जानुहोस्। मेरो नजरले देख्दाखेरि मैले 25% हामी नेपाली त्यस्ता रहेछौँ कि मेरो बाजे भरे के खाऊँ र भोलि मेरो बुढो बाजे भरे के खाऊँ कि भोलि अनि के खाने मेरो छोराछोरीलाई मेरो बुढीलाई के खुवाउने भनेर काम गरेर हिँडेको रहेछ।
अब त्यो बुढो बाजेले दुःख गरिकन पाएको ओगट्यो या यताउति दुःख सुख गर्यो। एक मानव हानि उसको आफ्नो जीवनभरिमा एक मानव हानि भएर पनि 2 वा 3 टा छोरा छन् भने तिनलाई बास घाँसको अलिअलि पुग्ने व्यवस्था मिलाइदियो। आफू त अब उमेर सिद्धिँदै गयो, अब त भोलि हो कि पर्सि आफू जाने बेला आएपछि त छोराछोरीहरूलाई त अर्थी बुद्धि त दिनै पर्यो।